वेलकम। यो भिडियोमा हामी नेपाल लाइफ इन्सुरेन्सको फाइनान्शियल एनालाइसिस गर्नेछौँ र यसलाई एनएलआईसी भनेर टिकर सिम्बल दिएको छ र यहाँ मसँग 2081-82 को फोर्थ क्वार्टरको रिपोर्ट छ। यसको एनालाइसिस त हामी गर्ने नै छौँ। माथि ब्यालेन्स सिट छ, तल इन्कम स्टेटमेन्टहरू छ, केही रेसियोहरू पनि छ जुन इम्पोर्टेन्ट छ। अलिकता तल हेर्नु भने फेरि डिफरेन्ट रेसियोहरू देखाइन्छ कम्पेयर गर्नलाई। हामी यतिमा मात्र सीमित हुँदैनौँ। हामी के गर्छौँ भनेदेखि अलिकता अगाडि गएर फेरि यो भ्यालुहरूलाई हामी राम्ररी कम्पेयर गर्छौँ डिफरेन्ट रेसियोहरू लगाएर। किनभनेदेखि हेर्दाखेरि त जे पनि राम्रो देखिन्छ, तर तपाईँले सबै कुरा बुझेर मात्र तपाईँको जुन मेहनतको पैसा छ 1 रुपियाँ पनि नराम्रो ठाउँमा लाउन मिल्दैन। हामी सबै कुरा बुझेर मात्र राइट ठाउँमा बुझेर मात्र लगानी गर्छौँ र त्यसपछि फेरि हामी यो प्राइसहरूदेखि लिएर यो ग्राफहरू पनि एनालाइजहरू गर्नेछौँ। त्यो भएर चाहिँ ढिलो नगरी हामी सुरुमा चाहिँ यो कम्पनीको सुरुमा फाइनान्शियल स्टेटमेन्टहरू हेरौँ। अब यहाँ मैले नेपाल लाइफ इन्सुरेन्सको फोर्थ क्वार्टरको 2081-82 को फाइनान्शियल रिपोर्ट लिएर आएको छु। यो भर्खरै एन्ड भएको छ, धेरै पनि भएको छैन। यो रिपोर्ट आएको पनि भर्खरै हो र माथि यहाँ के देखाइएको छ भनेदेखि यहाँ ब्यालेन्स सिट देखाइएको छ, यहाँ एसेट्स छ, यहाँ इक्विटी छ, यहाँ लायबिलिटीहरू छ। तपाईँलाई थाहा नै होला, सेयर होल्डर इक्विटी भनेको चाहिँ एसेट्स माइनस लायबिलिटी हुन्छ र एसेट्स हेर्नु भने यहाँ टोटल तपाईँले हेर्नुपर्ने भनेको चाहिँ यो इन्सुरेन्समा हेर्नु पर्यो, यो ग्रुपमा होइन। ग्रुप भनेको चाहिँ यो जुन एसोसिएट्स र सब्सिडियरिज कम्पनीहरूलाई लिएर जुन फाइनान्शियल स्टेटमेन्ट बनाइन्छ त्यो चाहिँ ग्रुपमा लगेर राखिन्छ। तर सिधै यो हैन स्ट्यान्ड अलोन पनि भन्छ यो नेपाल लाइफ इन्सुरेन्सको मात्रै। त्यसको यदि फाइनान्शियल स्टेटमेन्ट हेर्नु पर्यो भने चाहिँ तपाईँले यो इन्सुरेन्समा आएर मात्र हेर्नुपर्ने हुन्छ। र यहाँ हेर्नुभयो भने टोटल एसेट्स यसको 252 बिलियन रुपिज छ। म अलिकता जुम गर्छु। 252 बिलियन रुपिज छ। इट्स अ ह्युज अमाउन्ट। राम्रो पोजिसनमा छ यो। इक्विटी हेर्नुभयो भने टोटल कति छ भनेदेखि 12.3 बिलियन जस्तो छ। यहाँ देखाइएको छ टोटल इक्विटी। अब टोटल इक्विटीमा धेरै थोक हुन्छ। आइपिओमा उठाएको पैसादेखि लिएर यसको रिटेन अर्निङहरू हैन, क्याटास्ट्रोफिक भनौँ न रिजर्भहरू प्लस अदर रिजर्भहरू पनि हुन्छ जुन भनौँ न यसको गभर्निङ बडीहरूले चाहिँ यसलाई यति छुट्याउनु पर्छ है भनेर भनेको हुन्छ। र टोटल गरेर चाहिँ यसको 12.3 बिलियन रुपिज छ। लायबिलिटी हेर्नुभयो भने यसको कति छ भनेदेखि 239 बिलियन रुपिज छ। र तपाईँले लायबिलिटी प्लस इक्विटी गर्नुभयो भने टोटल एसेट्स आउँछ जुन हामीलाई थाहा भएकै कुरा हो। अब हामी अलिकता तल आउँ। यहाँ चाहिँ के छ भनेदेखि प्रॉफिट एन्ड लस स्टेटमेन्ट अथवा इन्कम स्टेटमेन्ट पनि भनिन्छ। फेरि यहाँ ग्रुपको छ, यहाँ इन्सुरेन्सको छ। इन्सुरेन्स मध्ये पनि यो इयरको यहाँ देखाइएको छ, लास्ट इयरको यहाँ देखाइएको छ यो राइट ह्यान्ड साइडतिर, करेन्ट इयरको यो क्वार्टरको यहाँ देखाइएको छ, यो 4वटा क्वार्टर जोडेर यहाँ देखाइएको छ। यहाँ हेर्नु होला अप टु दिस क्वार्टर हैन, इयर टु डेट भनेर भनेको छ। इयर टु डेट भनेको चाहिँ फेरि भनौँ न तपाईँको यो 81-82 होइन, यो जुन फाइनेन्शियल 81-82 हो भनेको चाहिँ तपाईँको 4वटा क्वार्टर जुन हाम्रो फिजिकल इयरमा काउन्ट गरिन्छ नेपालमा त्यो पनि जोडेर हो। र यो जुन करस्पोन्डिङ प्रिभियस इयर जुन भनेको छ यो पनि यतिकै देखाएको होइन। यो भनौँ न देखाउनको लागि देखाइएको होइन। यो तपाईँले चाहिँ राइट डिसिजन गर्नुहुन्छ एज अ इन्भेस्टर। यो देखाइएको र सोच्नुहोस् घाटावाल कम्पनीले यदि यो देखाउनु पर्यो भने उनीहरूलाई त्यो जस्तो नराम्रो केही होइन। तर यो जुन गभर्निङ बडीहरू छ यिनीहरूले चाहिँ के गरेको छ भनेदेखि अथवा 7 नै भनौँ, यिनीहरूले चाहिँ के भनेको छ भनेदेखि इन्भेस्टरहरूलाई चाहिँ तिमीहरूले यो देखाउनु पर्छ है। किनभनेदेखि इन्भेस्टरहरूले चाहिँ बुझेर मात्र इन्भेस्टमेन्ट गर्छ। धेरैवटा डेटाहरू कम्पेयर गर्न गाह्रो हुन्छ खोज्न। त्यो भएर चाहिँ तिमीहरूले यदि यो देखायो भने चाहिँ इन्भेस्टरहरूले चाहिँ राइट डिसिजन गर्न सजिलो हुन्छ भनेर देखाइएको। र लास्ट इयरको पनि फोर्थ क्वार्टरको मात्रै पनि तपाईँले कम्पेयर गर्न यहाँ सक्नुहुन्छ।
फेरि प्रिभियस होल इयरको तपाईँलाई कम्पेयर गर्नु पर्यो भने तपाईँले यो नम्बरहरू हेर्न सक्नुहुन्छ। र म क्विकली यो नम्बरहरू कम्पेयर गर्छु, त्यसपछि हामी फेरि यो रेसियोहरू त हेर्ने नै छौँ, यो नम्बरहरू लिएर हामी त्यहाँ हाल्नेछौँ। टोटल इन्कम हेर्नुभयो भने तपाईँले हैन ग्रस अर्न प्रिमियम भन्छ 48 मिलियन गरेको छ यो वर्ष। यो क्वार्टर मात्रै 15 बिलियन रुपिज गरेको छ। लास्ट इयरसँग कम्पेयर गरौँ भने यो क्वार्टरको मात्रै 11 बिलियन छ भनेदेखि होल इयरको 40.8 बिलियन छ। नेट अर्न प्रिमियम हेर्नुभयो भने पनि बढेको छ, 7 बिलियन जस्तो यसमा बढेको छ भनेदेखि यहाँ पनि तपाईँको भनौँ न 4.2 बिलियन जस्तो बढेको देखिन्छ, विच इज पर्फेक्ट हैन, एकदम राम्रो छ। अब डिफ्रेन्ट इन्कमहरू जोडेर टोटल इन्कम भनिएको छ, जुन तपाईँको म अलिकता सर्टकटमा भन्छु। यो पनि ग्रोइङ छ, 16.3 बिलियनबाट 20.5 बिलियनमा पुगेको छ भनेदेखि लास्ट इयर होल इयरमा 59.1 बिलियनबाट 68.3 बिलियन रुपिजमा पुगेको छ। अब यहाँ यिनीहरूको क्लेम अमाउन्टहरू पनि घटाउनु पर्ने हुन्छ, जुन अब इन्सुरेन्स कम्पनी भएपछि क्लेमहरू भइ नै हाल्छ। यो चाहिँ तपाईँको के छ भनेदेखि बेनिफिट एन्ड क्लेम पेड भनेर छ, कति छ भनेदेखि 16.2 बिलियन छ यो इयरमा, होल इयरमा 57.3 बिलियन छ भनेदेखि लास्ट इयरमा 13.3 छ, र होल इयरमा लास्ट इयरको हेर्नु भने 49.6 बिलियन रुपिज छ। टोटल एक्सपेन्स तपाईँले यहाँ पाउनुहुन्छ, म यसलाई भन्दिनँ, तपाईँले आफैले हेर्न सक्नुहुन्छ। हामीलाई मेन चाहिने भनेको चाहिँ प्रॉफिट बिफोर ट्याक्स र नेट प्रॉफिट फर द इयर भनेर हामीले हेर्नुपर्ने हुन्छ, जुन चाहिँ यो क्वार्टर चाहिँ यो लसमा गएको देखिन्छ 48.9 मिलियन रुपिज यो क्वार्टर चाहिँ लस छ। तर तपाईँले होल इयरमा हेर्नुभयो भने यो 603 मिलियन रुपिज फाइदामै छ। लास्ट इयर पनि यो लसमा गएकै रहेछ, यो कुरा मलाई अलिकता याद भएको थिएन। लास्ट इयरको भनौँ न फोर्थ क्वार्टर हेर्नुभयो भने पनि यो 112 मिलियन प्योर लसमा देखिन्छ। तर होल इयरमा हेर्नुभयो भने चारवटा क्वार्टर जोडेर चाहिँ 513.9 मिलियन रुपिज फाइदामै छ। अब लसको कुरा गर्ने हो भने चाहिँ लास्ट इयरको फोर्थ क्वार्टर भन्दा चाहिँ लस 50% भन्दा पनि बढी घटेको छ। लस बढ्नु चाहिँ राम्रो होइन, लस घट्नु चाहिँ राम्रो, तर तपाईँले होल इयरमा हेर्नुभयो भने चाहिँ यसको ग्रोथ चाहिँ भइरहेको देखिन्छ। अब ग्रोथ कति छ, प्लस यसको सेयरको प्राइस महँगो छ कि सस्तो छ, प्लस अरू रेगुलेटरी जुन रिक्वायरमेन्टहरू हुन्छ त्यो पनि यसले कसरी मेन्टेन गरेको छ भनेर पनि हामीले हेर्न जरुरी हुन्छ। मोस्ट अफ द मान्छेहरू चाहिँ के गर्छन् भनेदेखि जुन त्यो अनलाइन साइटहरू छ नेपालमा धेरैवटा छ अहिले, त्यसमा जाने 4-5वटा रेसियोहरू हेर्ने जुन देखाइन्छ, त्यो फर्मुला लगाएर सिधै निकालिदिएको छ हरेक कम्पनीहरूको हरेक सेक्टरहरूको, त्यो 1-2टा रेसियो हेर्ने अनि त्यसबाट डिसिजन गर्ने, कम्पेयरहरू केही पनि नगर्ने। त्यो वान अफ द भनौँ न बिग मिस्टेक्स पनि हुनसक्छ, किनभनेदेखि त्यसले हरेक रेसियोहरू कम्पेयर गर्दैन, सेक्टर वाइज हो 4-5वटा रेसियो त दिन्छ, तर त्यो रेसियोहरू हेर्दाखेरि चाहिँ मैले देखेको चाहिँ मोस्ट अफ द मान्छेहरूले चाहिँ रङ डिसिजनहरू गरिरहेको पाउँछु म। तपाईँले चाहिँ राइट डिसिजन गर्नलाई त्यो रेसियो मात्र होइन, त्यो रेसियो कसरी आयो बेसिकदेखि, ग्राउन्डदेखि, जिरोदेखि तपाईँले बुझ्नुपर्ने हुन्छ, जुन म तपाईँलाई सिकाउने गर्छु। र यहाँ लेखिएको पनि छ नेपाल लाइफ इन्सुरेन्स कम्पनी एनएलआइसी फोर्थ क्वार्टरको 81-82 को रिपोर्ट हो भनेर। अर्निङ पर सेयर हेर्नुभयो भने यसको कति छ भनेदेखि 6.68 छ, नराम्रो छैन, पोजिटिभमै छ, फाइदामै छ कम्पनी। र यसको प्राइस टु अर्निङ रेसियो हेर्नुभयो भने चाहिँ यो अलिकता महँगो छ। अहिलेको सेयर प्राइस हेर्नुभयो भने कति छ भनेदेखि 772 छ, 772 नै लिएको छ मैले। र यसको अर्निङ अनुसार चाहिँ यसको प्राइस जुन छ 772 त्यो अलिकता महँगो छ। अब राइट प्राइसिङ चाहिँ कतिसम्म होला भनेदेखि 400 मा हामी गयो भने 400 पनि यसको महँगो नै देखिन्छ। भनौँ न अराउन्ड 200 देखि 300 को बिचमा चाहिँ राइट प्राइसिङ हो कि भन्ने बुझ्छु म, किनभनेदेखि एज अ रुल अफ थम तपाईँले चाहिँ 20 भन्दा बढी भयो भने चाहिँ तपाईँले अलिकता धेरै पैसा हालिराख्नु भएको छ अर्निङ अनुसार। यो अर्निङमा डिपेन्ड हुन्छ जहिले पनि, यो यतिकै मैले बनाएको नम्बर होइन, यो एउटा भनौँ न इन्टरनेसनल स्ट्यान्डर्डमा
नेपाल र नेपालभन्दा बाहिर पनि हेरिन्छ यो। र मेरो प्राइस चाहिँ यदि भनौँ न म यदि इन्भेस्टमेन्ट गर्ने थिएँ भने चाहिँ म चाहिँ अराउन्ड 200 देखि 300 को बिचमा गर्ने थिएँ। लेट्स मुभ फरवर्ड हैन। इक्विटी ग्रोथ हेर्नु भयो भने यो ग्रोइङै छ, नराम्रो छैन। इक्विटी जहिले पनि ग्रो गर्नुपर्ने हुन्छ र इक्विटी मैले भनिहालेँ यसमा धेरै कुरा हुन्छ। यसमा रिजर्भ हुन्छ, क्याटास्ट्रोफिक रिजर्भ भन्न पनि इन्सुरेन्सहरूले ब्याङ्कहरूले राख्नुपर्ने हुन्छ। ब्याङ्कहरूमा स्पेसली इम्पेयरमेन्ट चार्जेसहरू भनेर भनेको हुन्छ, जुन भनौँ न लोनहरू लुज भयो भने त्यसलाई कभर गर्न राखिएको हुन्छ। प्लस रिटेन अर्निङहरू हुन्छ। अब विदेशमा हेर्नुभयो भने अझै भनौँ न ट्रेजरी फन्ड भनेर पनि राखेको हुन्छ, जुन चाहिँ तपाईँको भनौँ न बाइब्याक गर्न स्टक्सहरूलाई फन्ड छुट्याइएको हुन्छ। त्यतातिर चाहिँ नजाउँ, नेपालमा छौँ हामी, नेपालको मात्र कुरा गरौँ। र इक्विटी ग्रोथ राम्रै छ, 1.57 राम्रै ग्रोथ हो इक्विटीहरू। रिटर्न अन इक्विटी चाहिँ अलिकता कम जस्तो देखिन्छ, अराउन्ड भनौँ न 4.9 जस्तो छ। अब 4.9 चाहिँ त्यस्तो नराम्रो पनि होइन, त्यस्तो राम्रो पनि होइन। मेरो चाहिँ मिनिमम मलाई चाहिने भनेको चाहिँ अराउन्ड 7 जस्तो हो। किनभनेदेखि कहिलेकाहीँ चाहिँ सधैँ तपाईँले स्टक्स मार्केटमा जानु पर्दैन। यदि भनौँ न यदि रिटर्न अन इक्विटी चाहिँ एकदमै कम छ भनेदेखि हामी चाहिँ धेरै जस्तो फिक्स डिपोजिटमै तपाईँले अहिले त पाउनु न, तर धेरै जस्तो टाइम नेपालमा फिक्स डिपोजिटमै हेर्नुभयो भने तपाईँले 5-7% चाहिँ तपाईँले अन एभरेज पाइरहनु भएको हुन्छ। त्यो भएर चाहिँ धेरै रिस्क लिएर स्टक मार्केटमै जाने कि भनेर तपाईँले त्यो एउटा क्वेसन गर्नुपर्ने हुन्छ एज अ इन्भेस्टर। र ठिकै छ, नराम्रो छैन। अरू पनि नम्बरहरू एकचोटि हेरौँ। नेटवर्थ पर सेयर पनि राम्रै छ, 136 रुपिज छ। डिभिडेन्ड यिल्ड हेर्नुभयो भने यसले राम्रो डिभिडेन्ड दिएको छ। वान अफ द बेस्ट यसको भनौँ न राम्रो पार्ट भनेको चाहिँ स्टक्स प्राइस जहाँ भयो भने पनि यसले डिभिडेन्ड चाहिँ राम्रो पे गरेको छ। अब डिभिडेन्डमा कन्सिस्टेन्सी छ कि छैन त्यो पनि तपाईँले अलिकता हेर्नुपर्ने हुन्छ। मलाई चाहिँ यस्तो कम्पनी मनपर्छ जहाँ चाहिँ डिभिडेन्ड कन्सिस्टेन्ट छ। यदि डिभिडेन्ड कन्सिस्टेन्ट छैन भने चाहिँ केही न केही त्यहाँ प्रब्लम छ भन्ने बुझिन्छ। तर यसको हेर्दाखेरि चाहिँ डिभिडेन्ड म एकदमै कन्सिस्टेन्ट पाउँछु, जुन एकदमै राम्रो कुरा हो। र यहाँ हेर्नुभयो भने पनि डिभिडेन्ड यसले कन्सिस्टेन्टली हाई डिभिडेन्डहरू पे गरेको छ रिगार्डलेस अफ द स्टक्स। त्यो चाहिँ किन गर्छ भनेदेखि जब तपाईँले कम्पनीमा इन्भेस्टमेन्ट गर्नुभएको छ भनेदेखि एक त कम्पनी फाइदामा छ, अर्को के हुन्छ भनेदेखि एज अ इन्भेस्टर कम्पनीहरूले चाहिँ इन्भेस्टरहरूलाई चाहिँ रिवार्ड गर्न चाहन्छ एज अ एप्रिसिएसन। तिमीहरूले हामीलाई विश्वास गर्यो, हाम्रो कम्पनीमा इन्भेस्टमेन्ट गर्यो, हामी तिमीहरूलाई चाहिँ अब स्टक्सको एप्रिसिएसन त हुनु छँदैछ, डिभिडेन्डले पनि हामी एउटा रिवार्ड दिन्छौँ भनेर दिएको हो। र यो कन्सिस्टेन्ट हुन चाहिँ अघि मैले भनेको जस्तो एकदमै जरुरी छ। कहिले दिने, कहिले नदिने, कहिले 5% दिने, कहिले नदिने, कहिले 20% दिने, कहिले 50% दिने, त्यो चाहिँ राम्रो होइन हैन। यदि दिइरहेको छ भनेदेखि कन्सिस्टेन्ट हुनु पर्यो र भनौँ न दिइरहेको नम्बरहरू पर्सेन्टेजहरू चाहिँ त्यो हुन जरुरी छ। र टोटल एसेट्स पर सेयर हेर्नुभयो भने पनि एकदमै राम्रो छ, 2793 छ। बुक भ्यालु यसको हेर्नुभयो भने अलिकति महँगो छ स्टक्स प्राइस अनुसार। अब स्टक्सको प्राइस अराउन्ड अघि मैले भनेको 300 हुन्थ्यो भने चाहिँ तपाईँको राइट प्राइसिङ हुन्थ्यो बुक भ्यालुमा अथवा बुक भ्यालु पर सेयरमा। यो 400 सम्म पनि राम्रै जस्तो देखिन्छ। 400 सम्म पनि यदि तपाईँले बुक भ्यालु हेर्नुभयो भने त्यो पनि नराम्रो छैन, राम्रै देखिन्छ हैन। बुक भ्यालु यसको एकदमै स्ट्रङ छ। नेट प्रॉफिट मार्जिन हेर्नुभयो भने यो चाहिँ अलिकता कम छ। नेट प्रॉफिट मार्जिन चाहिँ यसको जुन टोटल इन्कम छ त्यो एकदमै धेरै छ। यसको नेट प्रॉफिट चाहिँ भनौँ न कम्पनी लास्ट इयर अलिकता लसमा अथवा यो इयर फोर्थ क्वार्टर पनि अलिकता लसमा गएको भएर होला। जति यसको टोटल इन्कम छ त्यो भन्दा चाहिँ जति यसको नेट प्रॉफिट छ त्यो चाहिँ अलिकता कम छ। यो चाहिँ अराउन्ड भनौँ न तपाईँको 5% भन्दा बढी भएको भए चाहिँ अलिकता राम्रो हुने थियो। 1% मात्रै हेर्दाखेरि चाहिँ यति धेरै यसले प्रिमियम कलेक्ट गरेर पनि खासै नेट अर्निङहरू चाहिँ गर्न सकेको चाहिँ देखिँदैन। रिटर्न अन एसेट्स हेर्नुभयो भने पनि नराम्रो छैन। मोस्ट अफ द ब्याङ्कहरूको हेर्नुभयो भने पनि अराउन्ड 1% को देखि लिएर 0.5% हुन्छ। यसको 0.25 जस्तो छ, त्यस्तो धेरै पनि होइन, त्यस्तो कम पनि छैन। अब यसलाई मैले लेस देन 1 चाहिँ होइन, यो मिस्टेक्स भएको। मोर देन यसको कुनै एउटा नम्बर हुँदैन। यो ग्रोइङ चाहिँ हुनु राम्रो हो। तपाईँले लास्ट इयरसँग कम्पेयर गर्नु र अरू कम्पनीहरूसँग यही सेक्टरमा कम्पेयर गर्नु चाहिँ
राम्रो हुन्छ। फेरि रिटर्न अन एसेट चाहिँ तपाईँले ब्याङ्क र इन्सुरेन्स र हाइड्रो पावर इन्सुरेन्स र फेरि भनौँ न टुरिज्म त्यसरी कम्पेयर गर्न मिल्दैन। तपाईँले यदि कम्पेयर गर्ने हो भने चाहिँ सेम सेक्टरको गर्नुपर्ने हुन्छ। त्यो भएर चाहिँ 0.25 हामीले अरूको पनि हेर्न जरुरी छ यही सेक्टरमा। तर ह्याभिङ सेड द्याट 0.25 पनि विथ द टोटल एसेट्स यो चाहिँ नराम्रो होइन। अब सल्भेन्सी मार्जिन रेसियो पनि तपाईँले हेर्न जरुरी हुन्छ, किनभनेदेखि कम्पनीमा कति तपाईँको एसेट्सहरू छ होइन, तपाईँको इक्विटीहरू छ भनेर त्यसले देखाउँछ। र यसको जुन गभर्निङ बडीहरू छ इन्सुरेन्स कम्पनीको नेपालमा मेबी बिमा संस्थाले हेर्छ, कुनै पनि कम्पनीले हेर्छ, त्यो चाहिँ तपाईँको एउटा मिनिमम भ्यालु राखिदिएको हुन्छ। तपाईँले कुनै पनि इन्सुरेन्स कम्पनीको सल्भेन्सी रेसियो हेर्नुभयो भने कतिको चाहिँ तपाईँको 2, 3, 4 भन्दा पनि माथि छ यदि यिनीहरूको फाइनेन्स एकदमै स्ट्रङ छ भनेदेखि। तर यदि 1.5 भन्दा कम भयो भने चाहिँ त्यो अलिकता नराम्रो मानिन्छ, किनभनेदेखि यिनीहरूसँग लिक्विड क्यासहरू धेरै छैन। यदि पैसा तिर्नु पर्यो भने यिनीहरूसँग कभर गर्न पैसा छैन कि भन्ने चाहिँ बुझिन्छ यदि यो नम्बरहरू चाहिँ एकदमै तल भयो भने। र फर्चुनेटली यसको भनौँ न मिनिमम रिक्वायरमेन्ट चाहिँ मिट भएको छ। अब नेट इन्कम भर्सेस क्लेम आउटस्ट्यान्डिङ भन्छ। अब इन्सुरेन्सको बिजनेस तपाईँले बुझ्नुपर्ने हुन्छ। इन्सुरेन्सको बिजनेस भनेको चाहिँ यिनीहरूले प्रिमियमहरू कलेक्ट गर्छ प्लस क्लेम हुँदाखेरि चाहिँ मान्छेहरूलाई अथवा भनौँ न प्रोपर्टीहरूलाई यिनीहरूले कभर गर्नुपर्ने हुन्छ। र लाइफ इन्सुरेन्सको चाहिँ मेन एम भनेको चाहिँ भनौँ न जीवन बिमाहरू जस्तो जुन चाहिँ तपाईँको रिअकरिङ प्रोफिटहरू हुन्छ, यिनीहरूको कन्ट्र्याक्टहरू लङ टर्म हुन्छ। तपाईँ जीवन बिमा एभ्री इयर रिन्यू गर्नुहुन्न होइन, एक्चुअली गरेपछि तपाईँ 20-25 वर्ष 30 वर्ष अर मेबी 10 वर्ष अर इभन लङ्गर तपाईँ गर्नुहुन्छ। तर नन लाइफ इन्सुरेन्सको बिजनेस मोडल चाहिँ अलिकता फरक हुन्छ। नन लाइफ चाहिँ तपाईँको एभ्री इयर रिन्यू हुने हुन्छ। भनौँ न एभ्री इयर तपाईँले गाडीको रिन्यूहरू गर्नुहुन्छ, घरको पनि त्यस्तै गर्नुहुन्छ। अब एभिएसनहरूको हेर्नुभयो भने पनि एभ्री इयर त्यो फेरि एसेस गरेर त्यसलाई रिन्यूहरू गरिन्छ भनेदेखि लाइफ इन्सुरेन्स चाहिँ मोस्टली तपाईँको लङ टाइमको लागि गरिन्छ। र यसको क्लेम आउटस्ट्यान्डिङ हेर्नुभयो भने चाहिँ अलिकता धेरै छ, 2 बिलियन यसको क्लेम आउटस्ट्यान्डिङ पे गर्ने बाँकी छ। अब नेट इन्कमले चाहिँ यसलाई कभर गर्न सक्छ कि सक्दैन भनेर हामीले हेर्न खोजेको, र त्यो हेर्दाखेरि चाहिँ यो नम्बर पोजिटिभ हुनु चाहिँ एकदमै राम्रो हुन्थ्यो। तर अनफर्चुनेटली यसको चाहिँ अलिकता नेगेटिभ छ। अब यो चार्ट हेरौँ। तपाईँले यदि यहाँ आएर हेर्नुभयो भने यसको सेयर प्राइस 772 छ। तपाईँले लास्ट 5 इयरको हेर्न जरुरी हुन्छ। लास्ट 5 इयरको हेर्नुभयो भने चाहिँ भनौँ न जब यो कम्पनी अराउन्ड 2000 तिर थियो होइन, अलिकता पहिला 22 तिर त्यो चाहिँ अलिकता महँगोमै थियो। हामीले जहिले पनि वाच गर्नुपर्ने हुन्छ यसको रेसियोहरू, यो कम्पनी चाहिँ कतातिर जाँदैछ भनेर। कम्पनी अहिले राम्रो छ भन्दैमा नेक्स्ट 3 वर्ष 5 वर्ष 10 वर्षमा पनि राम्रो हुन्छ भन्ने छैन। यो तपाईँले एभ्री इयर एभ्री 6 मन्थमा तपाईँले इभ्यालुएट गर्नुपर्ने हुन्छ। मार्केटले तपाईँलाई भनौँ न राम्रो रिटर्न दिन्छ, तर तपाईँले बेस्ट कम्पनीतिर चाहिँ जानुपर्ने हुन्छ। तपाईँले यदि महँगोमा पैसा हालिदिनु भयो भने प्रब्लम के भइदिन्छ भनेदेखि कम्पनी त्यसपछि ग्रोथ नहुन सक्छ, तपाईँको पैसा नबढ्न सक्छ। तर तपाईँले राइट प्राइसिङतिर आएर स्ट्रङ कम्पनीमा तपाईँले यदि इन्भेस्टमेन्ट गर्नुभयो भने तपाईँ डराइराख्नु पर्दैन, तपाईँको पैसाको रिटर्न पनि राम्रो हुने चान्स हुन्छ। किनभनेदेखि अनलेस होल सेक्टर होल नेप्से तल आउँदैन तपाईँको स्टक्स प्राइस माथि जाने चान्स एकदमै हुन्छ। त्यो भएर त्यो सबै कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। र भनौँ न अब जो मान्छेहरूले यो 1000 तिर इन्भेस्टमेन्ट गर्यो त्यो मान्छेले अब के हेरेर इन्भेस्टमेन्ट गर्यो भनेर बुझ्नुपर्छ। अब सेयरको प्राइस माथि गइरहेछ, मैले त्यही भएर इन्भेस्टमेन्ट गरेँ भन्नु चाहिँ त्यो वान अफ द वर्स्ट डिसिजन हो। त्यसमा केही पनि लजिक छैन। त्यो त जसलाई पनि थाहा छ होइन, स्टक्सको प्राइस माथि जाँदाखेरि इन्भेस्टमेन्ट गर्नुपर्छ, तल जाँदाखेरि बेच्नुपर्छ भनेर। त्यो भएर चाहिँ तपाईँले जबसम्म यो फुल एनालाइसिस गर्नुहुन्न तबसम्म चाहिँ तपाईँले कुनै पनि कम्पनीमा यतिकै पैसा हाल्न मिल्दैन। र यो कम्पनीमा पनि इन्भेस्टमेन्ट गर्ने कि नगर्ने भन्दाखेरि चाहिँ अनलेस म चाहिँ यो होल सेक्टरको भनौँ न टोटल कम्पनीहरूको एनालाइसिस गर्दिनँ सबै कम्पनीहरूको, र बेस्ट कम्पनी लाइफ इन्सुरेन्समा कुन चाहिँ छ भनेर म जबसम्म थाहा पाउँदिनँ तबसम्म चाहिँ म भए चाहिँ म इन्भेस्टमेन्ट गर्दिनँ थिएँ। अब ह्याभिङ सेड द्याट यो कम्पनी फाइदामै छ, तपाईँले यदि
भनौँ न लो प्राइसमा गर्नुभएको छ भनेदेखि तपाईँलाई फाइदै भएको होला, तपाईँले यो टाइमतिर गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँ राइट प्राइसिङतिर हुनुहुन्छ। यदि बुझेर गर्नुभएको छ भनेदेखि, यदि बुझेर गर्नुभएको छैन भने चाहिँ म तपाईँलाई यो सबै कुराहरू बुझ्न हाइली रिकमेन्ड गर्छु। र मैले नेप्सेको सबै कम्पनीहरू पनि एनालाइज गरेको छु। मैले यो हरेक कुराहरू, यो जुन रेसियोहरूदेखि लिएर, यो जुन भनौँ न यो इन्डिकेटर्सहरूदेखि लिएर, यो फर्मुलाहरूदेखि लिएर, यो लाइन बाई लाइन मैले सबै कुराहरू बुझेको छ, लाइन बाई लाइन बुझेको छ। मैले 1 रुपियाँ पनि कता गइरहेको छ भनेर मलाई सबै थाहा हुन्छ, चाहे त्यो इन्सुरेन्स होस्, ब्याङ्क होस्, म्यानुफ्याक्चरिङ होस्, हाइड्रो पावर होस्, नन लाइफ होस्, टुरिज्म होस्, चाहे तपाईँको अरू सेक्टरहरू होस्, त्यो सबै कुराहरू मैले फुल एनालाइसिसहरू गरेको छ। र त्यो एनालाइसिसको भिडियो चाहिँ मैले मेरो लाइभ क्लासहरूमा दिने गरेको छ, सिकाएर मात्रै। तपाईँलाई एउटा कम्पनीको नाम थाहा भएर तपाईँ धेरै अगाडि पुग्न सक्नुहुन्न, तर तपाईँले यदि एक्ज्याक्ट बुझ्नुभयो त्यो लिस्टहरू कसरी बनाइयो र कम्पनीहरू कसरी एनालाइज गर्ने भनेदेखि तपाईँ धेरै अगाडि पुग्नुहुन्छ। यो लाइफ टाइमको एउटा इन्भेस्टमेन्ट हो। तपाईँले यो कुरा सिक्न एकदमै जरुरी छ र मलाई लाग्छ तपाईँ सिक्न पनि खोज्नुहुन्छ। र यदि सिक्न चाहनुहुन्छ भनेदेखि तपाईँ यदि डिस्क्रिप्सनमा गएर फर्स्ट लिङ्क क्लिक गर्नुभयो भने त्यहाँ नेपाल बेस्ड इन्भेस्टमेन्ट ट्रेनिङ भनेर तपाईँले देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोला। त्यहाँ डिटेल पनि छ, क्युआर कोडहरू पनि छ, त्यहाँ फोन नम्बर पनि छ वाट्सएपको, त्यसमा मलाई म्यासेज पठाउन सक्नुहुन्छ। फेसबुकको लिङ्कहरू पनि छ, त्यहाँ क्लिक गरेर मलाई फेसबुकमा पनि म्यासेजहरू पठाउन सक्नुहुन्छ। र म हरेक मान्छेहरूलाई चाहिँ सक्दो हेल्प गर्न खोजिरहेको हुन्छु। तर ह्याभिङ सेड द्याट तपाईँले आफ्नो साइडबाट पनि उत्तिकै एफर्ट लाउनुपर्ने हुन्छ। मैले मात्र गरेर हुँदैन, तपाईँले पनि गर्नुपर्ने हुन्छ आफ्नो साइडबाट। र मलाई लाग्छ हामी मिलेर धेरै अगाडिसम्म जान सक्नेछौँ। ह्याभिङ सेड द्याट यो भिडियो चाहिँ एन्ड भएको छ। हामी फेरि नयाँ भिडियो, नयाँ एनालाइसिसहरू डिफ्रेन्ट सेक्टरको फेरि हेर्ने नै छौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ टेक केयर, थ्याङ्क यू सो मच।